Hello and namaste everyone. This is Midoma Sherpa and welcome back to my channel. आज चाहिँ हामी चिबा स्टेसन पार्कमा चाहिँ चिबा पार्कमा चाहिँ जाँदैछौँ अनि मेरो साथमा चाहिँ रहेको छ मेरो बहिनी अनि फुपू सो मौसम चाहिँ पानी पर्न लागिरहेछ पानी हेलो नमस्ते सबैजनालाई गर्दाखेरि चाहिँ डिस्टर्ब भयो जस्तो लाग्यो हैन कस्तो साउन्ड कस्तो आइरह आज खासमा घाम लाग्नु पर्ने हो तर पानी परेर कस्तो बिजोग भयो गाइस जहिले यस्तै हुन्छ क्या प्लान यो जापानको मौसम चाहिँ केही पनि फिक्स हुँदैन सो ये अनि कस्तो महसुस भइरहेछ तपाईलाई जाडो छ नि आज कस्तो खतरा जाडो छ गाइजहरु यो मेरो माइक त चलिरहेछ नि बोल्नु त अनि खतरा पानी पर्न लागेछ है पानी पर्यो भने चाहिँ हामी त्यो रुखको मुनि ओतमा बस्ने छौं तपाईहरुलाई म एउटा देखाउँछु हुन्छ जापानमा हुन्छ नि म त पछुटी आको कस्तो कस्तो नदेखेको यार कस्तो सानो देखिँदो रहेछ तर छ नै सानो जाडो भयो ओके गाइस अब हामी जान्छौं बहिनी छु यता यता यताबाट आउँदैछ लास्टै लजाउने के लास्ट ओके गाइस हामी चाहिँ हिँड्दैछौँ यसरी ये लजाउने मान्छेहरूलाई चाहिँ अनुहार नदेखाउने यसरी हिँडेको मात्र देखाउने भोलि पर्सि कम त मेमोरी हुन्छ ओ माई गडनेस यसरी नै हिँडेको छौँ हामी भन्ने हुन्छ क्या सै 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 आङा अलि यताबाट हिँड्न त कुनाबाट हिँड्न जापानको यात्रा कस्तो भइरहेछ दानी जापानको यात्रा कस्तो भइरहेछ खैदिन हामी चाहिँ अब यहाँनिर आइपुगेछौँ अब हामी 15 मिनेटमा चाहिँ ट्रेन स्टेसन चिबा स्टेसन पुग्छौँ यतापट्टि आउनु यसो यो चाहिँ चिबा प्रान्त चिबा के भने चिबा सहर अब हामी यहाँबाट हिँड्छौँ टक्कलाई चार्ज गरेर チャージが完了しました。お取り忘れにご注意ください。お取り忘れにご注意ください。ご希望のボタンを押してください。तपाईं कार्ड युज गर्नु ल処理中です。म चाहिँ मोबाइल युज गर्छु チャージが完了しました。लिनु अहिले चाहिँ हामी चिबा स्टेसनमा आइपुग्यौं पानी सिमसिम परिरह बाहिर निस्किने दिनमा यस्तो भयो भने चाहिँ दिमाग खराब हुन्छ कि हैन अहिले चाहिँ हामी चिबा स्टेसनमा छौं अनि यहाँबाट जान्छौं हामी अब हिँडेर हिँड्नु पर्छ आयो बल्ल यता चाहिँ मोनोरेल चलिरहेछ उताबाट नि आयो यताबाट नि हामी चाहिँ अब यताबाट हिँड्छौं पुरै कलर चेन्ज भइरहेछ अनि कपाल नि काम छैन यो लोकेसन हेर्दै हिँडिरा म चाहिँ यहाँनिर भेट गर्दै हिँडिरहेछु कलर त्यस्तो भइरहेछ गाइस गाह्रो भयो हैन गाह्रो भयो भने म बोक्छु नि फेरि कस्तो जाडैले बोल्दाखेरि चाहिँ कस्तो त्यो हुन्छ नि थर्काएर बोले जस्तो सुन्दर रहेछ किन यस्तो सुनेको होला है हैन के अलि केटा केटा जसरी बोल्छु नि त म त्यही भएर ए हो केटी बोल्नु सिकाउनु त उसो भए हेलो नमस्ते हजुर तिखो वचन नै आउँदैन के मेरो कस्तो केटा केटा भएर गाउँछ केटा केटा तपाईं बोल्नु त हजुर तपाईं बोल्नु न के बोल्नु त बोलिराखेको छु त अनि तपाईसँग तपाईको हैन ओहो कति हिँड्नु पर्ने हो अझै अब 7 मिनेट बाँकी छ 7 मिनेट हैन 5 मिनेट अब 3-4 मिनेट हो हु कति जाडो छु त्यो रुखको पातहरु कस्तो राम्रो है पुरै कलर चेन्ज भयो जता हिँड्ने पनि मेरै हो जता पनि मेरै बारी हो ए बिचार
यसरी होइन टाउकोमा फेटा बाँधेर हिँडिरहेको छु अनि जाडो जाडो भएको अवस्था बहिनी चाहिँ हाँसिरहेछ हाँसेको होइन बहिनी त रिसाएको बुढी मान्छे जस्तो देखेर यता फुल फुलिरहेको रहेछ ओके हेर्नु न कस्तो दामी भएको है नेचुरल भ्यू टाउकोमा त खतरा हो नि सम्पत्ति त फुलको खतरा छ माथि भिडियो बनाउनु पर्दैन हमको देखाउ न वाउ ओ के हो नेपालको त्यो दसैँ तिहारमा लगाउने फुल जस्तो रहेछ त नि यहाँ त यस्तो होइन जङ्गलको मात्रै ब्याकग्राउन्डहरूको मात्रै किन खिच्नु हामी पनि राम्रै भएर हिँड्दिन्न हाम्रो राम्रो राम्रो मुहार पनि आओस् न चिसो चिसो संसार हावा चल्यो सरर यादै के हो सरर हो कि झरर हो यो अफ गरिदेऊ त फेवा तालमा साइली भने यो अफ गरिदेऊ न मोनोरेल गयो गाइजहरु मोनोरेल त्यो पर निस्किँदा देख्छ होला उ यहाँनिर हो गयो 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 अहिले चाहिँ हामी यता उति वरिपरि सबैतिर फोटो खिच्यौं अब हामी जान्छौँ पर 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 उ त्यो मन्दिरहरु देख्ने ठाउँतिर जान्छौँ हैन गाइज लेट्स गो टक्क लाएर मैले चाहिँ फ्रन्ट क्यामेराबाट खिचेको गाइजहरु हैन फ्रन्टबाट खिच्देको तर बुढी चाहिँ लास्ट बुढी देख्दैछ इज फाइन टोपी लाएर आउनु पर्छ बरु है त्यो के रे यो पानीले गर्दा नि होला खतरा चिसो हुँदा चाहिँ यता चाहिँ यस्तो रहेछ हजुर वरिपरि सबैतिर हेर्दिउँ न त हैन चिबा पात राम्रो रहेछ तर है यताबाट पनि माथि जाने ठाउँ रहेछ तर हामी यहाँबाट पनि माथि जान्छौँ एकचोटि अब चाहिँ यहाँ खतरा मेरो रुमाल हेर्नु त दाइ कसरी बाँधेको छु मैले 10 आउट अफ 10 हो नि यहाँ पछाडि चाहिँ पानी बगिरहेको कस्तो राम्रो रहेछ कि माथि रुख छ अनि रुखको तल जडामा चाहिँ के भन्छ अरे रुखको मूल पानीको मूल चाहिँ रुखको मुनि झरना झर्ना त भन्दैन म त नेपालमा खतरा खतरा झर्ना देखेको मान्छे यस्तो त मलाई झर्ना लाग्दैन तर हैन आर्टिफिसियल भए पनि ठिकै छ जापानको झरना नेपालमा त खतरा छहरा हुन्छ हामी त त्यो के भन्छ अरे अनि रप्चाङ भन्छ नि शेर्पाहरूले रप्चाङ भन्छ नि तपाईँहरूले थाहा छ कि छैन गाइज यो खोला कुनामा पाउँछ त्यो भ्याएको जस्तै हो कि मासु खान मिल्ने खालको क्या त्यो तामाङ भाषाबाट पेङ भन्छ पेङ भन्छ पाहा नेपाल शेर्पा भाषाबाट चाहिँ रप्चाङ तुङ्गा यस्तो खोज्न जान्थ्यो हामी चाहिँ फेरि बुवाले भेट्यो भने त फेरि यस्तो दनक दिन्थ्यो नि फेरि त्यस्तरी गयो भने त अनि खतरा मतलब त्यो यस्तो त्यो ढुङ्गाको मुनि पुट्याउन जान्थ्यो क्या हामी अनि त्यतिखेर चाहिँ खतरा त्यो सर्पहरू आयो भने टोक्छ नि त त्यही भएर चाहिँ गाली गर्ने क्या ड्याडले नजाऊ भन्ने हो त्यस्तै खतरा हामीले तुङ खोज्दै हिँड्थ्यो त्यस्तो चाहिँ ठाउँ हो तर आर्टिफिसियल चाहिँ हामी खाना लागेको होला 0.5 मा यसो गर्दा चाहिँ देखिन्छ होला एउटा मात्रै मेरो कलेज छुट्टी छैन
ओके गाइज म चाहिँ खाइदिन्छु ल मेरो कलेज त सरकारी छुट्टी पनि हुँदैन केही पनि हुँदैन यहाँ यस्तो झिक्दिम मेरो पिलिक पिलिक बत्ती बलिरहेको नि स्पेस चाहिँ खतरा रहेछ यहाँ अब हामी खाना खाएर चाहिँ यहाँबाट निस्किन्छौँ अब हामी घर जान्छौँ अनि त्यसपछि आजको हाम्रो कुखुरा हो कि राँगो हो कि मटन हो कि हो अब हामी स्टेसन नजिकै छौँ त्यही भएर घर जान्छौँ होला अनि भोलि फेरि कलेज र काम छ रेडी हुनुपर्छ सो आजलाई यति नै बाई बाई गाइज